हेलो गाइस, नमस्ते सबैजनालाई। वेलकम छ मेरो भिडियोमा। म आज नयाँ भिडियो लिएर आउँदैछु हजुरहरूको माझ। हजुरहरूले सबैले हेरेर मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशामा छु। गाइस, म चाहिँ आज सङ्गीता दिदीको घर आएको छु। दिउँसो निन्द्रा लाग्यो, टाइम पास गर्नलाई सङ्गीता दिदीको घर आएको। अब चाहिँ म घर जान लागेको गाइस, म चाहिँ सङ्गीता दिदीको घरबाट निस्केँ है। आजको भिडियो चाहिँ यस्तो हरियाली धानबारी छ, धान पाक्न लागेको छ गाइस। अब यो धान चाहिँ कहिले भने जेठ असार पहिलो हप्तातिर काट्ने बेला हुन्छ। बच्चाहरू खेलिरहेका छन्। बच्चा जीवन कति रमाइलो छ, हामी पनि त्यस्तै थियौँ। सबै हरियाली छ, धान काट्ने बेला भएको छ, बेला हुन लागेको छ। घाम पनि अस्ताउन लाग्यो। गाइस, म चाहिँ धानबारीको बिचको खेतको बाटो हुँदै हुँदै घर जाँदैछु। हेर्नुहोस् है, बाटो चाहिँ यस्तो छ खेतबारीको बिचको। यता सबै हरियाली, धानै धान छ। यो चाहिँ सबै प्लटिङ गरेको जग्गा हो। गाइस, यो चाहिँ गौरदाको न्यू शिव सिनेमा हल हो। आजभन्दा 10-15 वर्ष अगाडि चाहिँ यहाँ गौरदामा फिल्म चल्ने गर्थ्यो। अहिले चाहिँ यो फिल्म हल नचलेर बन्द भएको छ। अहिले चाहिँ यो बन्द भएको छ, अहिले चल्दैन। अहिले चाहिँ त्यतिकै फिल्म नचलाएर यहाँ चाहिँ फर्निचर गोदाम बनाएको छ। हामीहरू फिल्म हेर्न आउने गर्थ्यौँ। पाहुनाहरू आयो भने फिल्म हेर्न ल्याउने गर्थ्यौँ। कति रमाइलो हुन्थ्यो क्या। अहिले चाहिँ बन्द छ। गाइस, धेरै गर्मी भयो, धेरै गर्मी छ। यो चाहिँ गाइस मेरो घर हो है। गाइस, गर्मी छ, धेरै गर्मी छ झापामा। अघिसम्म त सिरसिर हावा लागिरहेको थियो, अहिले चाहिँ धेरै गर्मी हुन थाल्यो। हाम्रा छिमेकी बाबै चाहिँ घाँस काट्दै हुनुहुँदो रहेछ। घाँस भनेपछि मरिहत्तै गर्नुहुन्छ बिचरा बाबै। हेर्नुहोस् न गाइस, मेरो पपी चाहिँ दिदी कहाँ गई भनेर हेरिरहेको छ। दिदी कतिखेर आउँछ भनेर बाटो हेरिरहेको छ। रुपु, यता आऊ, आऊ भुइँमा आऊ, आऊ, हेरिरहेको छ। गाइस, धेरै गर्मी भएको छ है।
अब गएर चिसो पानी खाने कि तातो पानी खाने भनेर कन्फ्युज भइरहेको छु। मलाई चाहिँ जति नै गर्मी भयो भने धेरै चिया मनपर्छ। अब म चाहिँ चिया पकाएर खान जाँदैछु है गाइज। हजुरहरू पनि खाना आउनुहुन्छ, मन लाग्छ चिया मनपर्छ भने आउनुहोस् है, हामी दुईजना बसेर सँगै खाऊँ। गाइज हेर्नुहोस् है, मेरो आँगनमा हराभरा फुलहरू फुलिरहेको छ। कति राम्रो फुलहरू फुलिरहेको छ। लुपु के गर्दैछौ? आऊ मुनि आऊ, आऊ घुम्न जानुपर्छ आऊ। हेर्नुहोस् है, मेरो पप्पी चाहिँ माथि बसेर रमिता हेरिरहेको छ। रहन्छन् सुन सैली सैली 40 कटी रमाउला। गाइजहरू आजलाई यति नै भिडियो बनाए। भोलि हजुरहरूको माझ नयाँ भिडियो लिएर आउने नै छु। मेरो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। सब्सक्राइब चाहिँ सबै नयाँ साथीहरूले सब्सक्राइब गरिदिनुहोस् है, बेल आइकन दबाइदिनुहोस्। आजलाई यति नै। भोलि अर्को नयाँ भिडियोको माझ हजुरहरूको माझ आउने नै छु। त्यतिन्जेलको लागि सबैसँग बिदा चाहन्छु। हस् त, बाई बाई।